म लिएर जाने हो। हजुर। अब एउटा छोरा एउटा छोरी मेरो छ, एउटा छोरा अरू हुन्छ, दुईटा छोरा एउटा छोरी भनेर म पाल्छु। तीनवटालाई समान माया दिएर तीनटा छोरा छोरी छन् सम्झेर म छोरोलाई चाहिँ म पाल्छु। अब भाइले अब पछि अब के गर्छ, अब त्यो बिस्तारै बिस्तारै अब कसो गर्दै जान्छ, अब त्यो उसको विषय होला। अब छोरालाई चाहिँ म हेर्छु। मात्रै आइपुग्नु भयो। हिजो आइपुगेछ। अनि के भन्नुहुन्छ, जस्तो यो घटना घट्यो घर परिवारबाटै, एउटा चाहिँ घरकै सदस्यबाट अर्को सदस्यको हत्या भयो। अब यस विषयमा अब भन्न त अब के भन्ने थिएँ, अब जसले हत्या गर्यो अब उसलाई चाहिँ कहिले पनि बाहिर ननिस्किने हिसाबले एउटा अब त्यो भोलि बिहान बाहिर निस्क्यो भने अरूको पनि फेरि हत्या गर्न सक्छ। अब रिस्क उसमा अब यिनीहरूले हामीले पठायो यसरी भनेर अब फेरि उसले फेरि हामीहरूमाथि पनि हमला हुनसक्छ भोलिको दिनमा। उसलाई चाहिँ म के भन्न चाहन्छु भने कानुन प्रशासनहरूलाई मिलेसम्मको कारबाही गर्नुहोस्। अब मृत्युदण्ड त नेपालमा सम्भव छैन, भएको भए त्यसको लागि हामी माग गर्ने थियौँ। तर जन्म कैद त्यसलाई हुनुपर्छ भन्ने हाम्रो माग छ। जन्म कैदको सजाय हुनु पर्यो। जन्म कैदको सजाय हुनु पर्यो। त्यो चाहिँ बाहिर कहिले ननिस्किने गरी त्यसलाई हमेसाको लागि भित्र राख्ने त्यो व्यवस्था मिलाइदिनु पर्यो। नेपाल सरकारले, नेपालको कानुनले, सबै प्रशासनहरूले मिलेर त्यो सहयोग गरिदिनु पर्यो हामीले। यो नवीन नाथको कि मानसिक सन्तुलन ठिक थियो, उहाँ बिरामी अवस्थामा हुनुहुन्थ्यो भन्ने छ, के थियो त्यो? म त्यति चाहिँ यता प्रायः जस्तो नेपालतिर बस्दैन हेर्नु। म रोजगारीको सिलसिलामा हमेसा अब भारततिरै बस्ने मान्छे। भारतमा पनि फेरि अब हामी भाइहरू अलग अलग नै थियौँ। यो पुना थियो, म कोल्हापुर थिएँ। यो बिचमा अब हाम्रो लगभग भेट नभएको दुई भाइको पनि 1 वर्ष जति भयो। अब जो अब हत्यारा हो उसँग पनि भेट नभएको मेरो 2 वर्ष जति हुन लागिसक्यो। त्यहाँभन्दा अगाडि पुनामा हामी अब एउटै होटेलमा काम गर्थ्यौँ पहिला। त्यति बेला चाहिँ 2-3 चोटि अब फ्यान्ट हुने, अब बिमार हुने त्यस्तो भयो थियो। अनि त्यहाँभन्दा पछाडि अब यो यहाँ बिमार भइरहन्छ, यो यहाँ काम गर्न सक्दैन, यसलाई घर पठाउनु पऱ्यो भनेर अनि त्यसो गरेर उसलाई घर पठाइयो। उहाँभन्दा पछाडि उता पुनातिर पनि गएन, अब मसँग काम गर्न पनि गएन उता। त्यहाँबाट घर पठाइयो। अब म चाहिँ प्रायः जस्तो नेपालमा बस्दैन। नेपाल आए पनि अब 10 दिन 15 दिनभन्दा बढी बस्दैन। तपाईँ चाहिँ जेठो छोरा, घर परिवारबाट पनि अलग हुनुभएको छ है? म चाहिँ मेरो छोरो जन्मिसकेपछि अब पहिला छुट्टिसकेँ अलग भन्दा पनि। अब मैले अलग जग्गा जमिन लिइसकेको थिएँ। त्यस्तो मनमुटाव भएर छुट्टिएको होइन। अब सल्लाहले नै अब मैले घर परिवारको सल्लाहले मैले अब अलग जमिन लिएर अब अलग त्यसरी घरद्वार बनाएर म चाहिँ अलग बसिसकेको अहिले लगभग 7 वर्ष हुन लाग्यो। घरको जेठो बाठो छोरा भनौँ, अब चाहिँ जो 16 दिने बालक छन् उसको भविष्यको कुरा पनि आउँछ, काँधमा जिम्मेवारी थप्यो। उहाँ अब हाम्रो जो तुलसीनाथको श्रीमान हुनुहुन्छ, उहाँलाई पनि रेखदेख गर्नुपर्ने होला। आमा बुवाको जिम्मेवारी त्यत्तिकै छ, कसरी काँधमा उठाउनुहुन्छ? अब छोरोलाई म लिएर जाने हो। अब एउटा छोरा एउटा छोरी मेरो छ, एउटा छोरा अरू हुन्छ, दुईटा छोरा एउटा छोरी भनेर म पाल्छु। तीनवटालाई समान माया दिएर तीनटा छोरा छोरी छन् सम्झेर म छोरोलाई चाहिँ म पाल्छु। अब भाइले अब पछि अब के गर्छ, अब त्यो बिस्तारै बिस्तारै अब कसो गर्दै जान्छ, अब त्यो उसको विषय होला। अब छोरालाई चाहिँ म हेर्छु। पक्कै पनि दर्शकबिन, अब बाबुको चाहिँ भविष्यको कुरा छ। अहिले त उहाँ लगभग कति दिनको हुनुभयो? आज 19 दिनको भयो जस्तो छ। 19 दिनको बालक भनौँ न। उहाँलाई चाहिँ रेखदेख गर्नेदेखि लिएर उहाँको हेरचाह गर्ने भविष्यका कुराहरू छन्, जोडिएका छन्। जेठो छोराले चाहिँ म जिम्मा लिन्छु भन्नुभएको छ।